यही शारदा खोलामा गरिएको थियो। शारदा खोलामा एकदमै सफल भइसकेपछि लगायत पत्रकारहरू भोजराज थापा, मैले थाहा पाएसम्म भोजराज थापा आएर पनि चढेर पनि परीक्षण गरेर जानुभएको थियो। एकदमै सफल भएको थियो। अहिले चाहिँ पटकि नगर बसाइरहेको छ। आज नगर बसमा चढ्ने मौका मिल्दैछ गाइज। उहाँ चाहिँ हजुरहरूले देख्दै नदेखेको चिज यदि देखेर पनि नदेखेकै जस्तो गरेको चिज देखाउन गइरहेको छु। हे गाइज, गुड मर्निङ हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग न्यू डे। म चाहिँ आज आलु ल्याउन आएको छु। आलु चाहिँ कहाँदेखि आएको भन्दा चाहिँ बाबु खोलादेखि आलु मगाएको थियौँ। अनि यहाँ खलङ्गामा बस्ने जति पनि खलङ्गावासी हुनुहुन्छ त्यहाँहरूले चाहिँ आलु मगाउँदा चाहिँ बल्क क्वान्टिटीमा मगाउन चाहनुहुन्छ भने बाबु खोलादेखि मगाउँदा चाहिँ एकदमै धेरै कम पर्दो रहेछ कि। यो आलु चाहिँ यहाँ 250 रुपियाँ लम्बर छ भने वहाँ चाहिँ 150 रुपियाँ लम्बरसम्म आउँदो रहेछ बल्क क्वान्टिटीमा मगाउँदा चाहिँ। त्यही भएर हजुरहरू कसैले आलु मगाउन चाहनुहुन्छ भने बाबु खोलादेखि मगाउन सक्नुहुन्छ। म चाहिँ अहिले फिलहाल आमा चौताराको प्रतीक्षालयमा छु। यहाँ चाहिँ आमा चौतारा भन्छ यसलाई चाहिँ सल्यान जिल्ला अस्पतालको आमा चौतारा हो। यो चाहिँ एकदमै मान्छेहरू दिनमा भरिभरा हुनुहुन्छ। अहिले त एकदम कम छन्, कोही मान्छे नै छैन अहिले चाहिँ फिलहाल। एकछिन पछिदेखि त यहाँ अटोको भिडभाड अनि मान्छेको भिडभाड एकदमै हुन्छ। अनि यहाँदेखि नगर प्रहरीको बस चढ्न पनि सक्नुहुन्छ। एउटा समय चाहिँ मलाई त एक्ज्याक्ट थाहा भएन, त्यही समयमा चाहिँ हजुरहरू यहाँ रोकिनुभयो भने त्यसमा सुविधा पाउन सक्नुहुन्छ 50% डिस्काउन्टको साथमा। म आजको भ्यू चाहिँ एकदमै सफा छ। हिजोका पानी पर्ला जस्तो कुहिरो लागेको थियो, आज त एकदमै नेट क्लिन छ। अनि टक्क यहाँ चाहिँ आलु उमेर देख्न सक्नुहुन्छ। यहाँ आजको बाटोको सिन पनि हेर्नु कति दामी देखिन्छ, क्या दामी। हेर्नु मैसे पानी पनि वाउ ग्रिन ग्रिन देखिरहेछ है। अहिले खाली भएको बेला बाटो पनि एकदमै खाली छ, शान्त छ। अनि आलु कस्तो आएको छ कस्तो आएको छ अहिले त खोल्न मिल्दैन, म रुममै गएर देखाउने छु। म चाहिँ आलु ल्याएर फाइनली मेरो किचनमा आइसकेको छु, हेर्न सक्नुहुन्छ। अनि आउँदा त एकदमै गाह्रो भयो यार, उकाल छ नि त, कस्तो गाह्रो भयो गएर आएर कफी बनाएर खान लाग्यो। आज दिउँसोतिर श्रीनगर झर्छु होला, झरेपछि हजुरको इन्फर्मेसन दिने नै छु। के हुन्छ एकछिन खानसाना खाइसकेपछि फिक्स हुन्छ। यामी मैले चाहिँ खानासाना खाइसकेँ अनि सबै दाजुहरूलाई खुवाइसकेँ। एउटा दाजु मात्रै बाँकी हुनुहुन्छ। अनि टक्क आलु चाहिँ यहाँ राखिदिइसकेको छु। आलु चाहिँ हामीसँग स्टक भएको कारणले गर्दा चाहिँ खोलिन। आलु चाहिँ एकदमै राम्रो आएको छ, हेर्न सक्नुहुन्छ कति दामी आलु आएको छ। हेर्नु कति दामी आलु आएको छ। अनि म चाहिँ अघि कफी खाने बेला हजुरहरूसँग भनेको थिएँ श्रीनगर झर्छु भनेर, श्रीनगर चाहिँ झर्नु पर्ने भयो। म चाहिँ श्रीनगर झर्छु होला। अनि हजुरहरूले खानसाना खानुभयो किनकि डु कमेन्ट नाउ। म चाहिँ श्रीनगर जान लागिसकेँ। यहाँ श्रीनगरमा चाहिँ सामान ल्याउनु जाँदैछु। छिट्टै नै आउनुपर्छ भनेर चाहिँ अलि छिट्टै नै जाँदैछु 11 बजे। अनि यताउति गएर सामान बनाएर आउनुपर्ने हुन्छ। आज चाहिँ श्रीनगरको बजार देखाउने मौका मिलेछ भने देखाउँछु। अनि अर्को कुरा मैले आज एउटा कुरा सिकेको कुरा चाहिँ के हो भनेपछि जतिसुकै मुड मिलाप भन्छ नि के मिठ मिलाप हो कि के भन्छन्, झगडाहरू जतिसुकै भए पनि एक दिनमा झगडा गरेका छन्, अर्को दिन पनि त्यही कुराले टर्चर गरिरहेपछि चाहिँ माहौल धेरै बढ्दो रहेछ। अनि आज झगडा परेको छ, भोलि चाहिँ बिर्सिदिने गरेपछि चाहिँ केही हुने रहेनछ कि। मैले चाहिँ दाइहरूबाट सिकेको कुरा हो, एकजना दाइबाट सिकेको कुरा हो। त्यसले चाहिँ मलाई यति मोटिभेसनल दिनुभयो कि जसँग जति झगडा रारो गर अनि पछि फाइट नपरेर अलि बोलाबोल पर्यो भने चाहिँ त्यसलाई बिर्सेर आजको दिनलाई बिर्सेर भोलि बिहानलाई आजको दिन हिजोको दिन बितेको कुरा बिताइदिएपछि चाहिँ झगडा पनि पर्दो रहेनछ, मिलमिलाप पनि यस्तो राम्रो हुने रहेछ। म चाहिँ अब श्रीनगर जान लाग्यो, उतापट्टिदेखि नगर बस आइरहेको छ। आज नगर बसमा चढ्ने मौका मिल्दैछ गाइज, म चढ्न सक्छु। ओहो म चाहिँ फाइनली नगर बसमा चढिसकेको छु। एकदमै झ्यालको आवाज आएको थियो, झ्याल खोलिदिनु पऱ्यो। अनि टक्क यहाँदेखि भ्यू पनि देखाइदिनु पऱ्यो हजुरहरूलाई। टक्क घुम्तीको भ्यू हेर्न सक्नुहुन्छ। यस्तो दामी घुम्ती देखिया छ है नगर बसदेखि। अनि नगर बसभित्र चाहिँ यस्तो थियो, टक्क सिटहरू सब खाली थियो, म मात्रै एक्लै पछाडि बसेर आएको थिएँ।
म चाहिँ फाइनली श्रीनगर बजार आइसकेको छु। यो देख्न सक्नुहुन्छ दृश्यमा श्रीनगर बजारको रहेको छ। आज चाहिँ धेरै माहौल छैन, अलिअलि माहौल रहेछ। टक्क जुम गरेर देखाएको है कस्तो देखिरहेको छ। अनि यस्तो पुरा धेरै जुम भइसक्यो है, अलिकति लुज गरेको। अनि टक्क बजार भाइको सिन हेर्न सक्नुहुन्छ। अनि म चाहिँ एकदमै बोर लागिरहेको जस्तो भइरहेको थियो। अनि टक्क गीत गाउँदै हिँडिरहेको है। कपाल सवाल ठाडो गराएर हिरो भन्नु परेन, श्रीनगरको बजारमा चहल पहल दिनु परेन। अनि मैले तरकारी प्राय किन्ने पसल चाहिँ यही रहेको छ, दङ्गाली सस्तो तरकारी पसल। अनि टक्क यहाँ के पाइन्छ, स्याउहरू, नरिवलहरू, लसुनहरू, अनि बन्दहरू, यता चाहिँ चुकुम्बरहरू यताउति छ। अनि पछि यता चाहिँ खुर्सानी छ, बोरी छ, भ्यान्टा छ, केरा छ, टमाटर छ, तिते करेला छ। अनि यो चाहिँ चिचिन्डा रहेको छ, काउली रहेको छ, काँक्रा रहेको छ। अनि टक्क यो अगाडिदेखिको सामान चाहिँ सब मेरो हो। अनि यहाँ चाहिँ माहौल आज धेरै छैन, 2-4 जना मात्रै मान्छे हुनुहुन्थ्यो। मैले त्यही भएर फटाफट सामान रेडी गरिसकेको छु। अब चाहिँ एकछिनपछि टमाटर रेडी गर्नुपर्ने हुन्छ। टमाटरको क्यारेट ल्याएर मैले रेडी गरेको छु। अब टमाटर रेडी गर्छु। टमाटर पनि मैले एक गरेर मेरो गत्तामा हालेँ। मैले चाहिँ क्यारेट दिनुभएको थिएन आज चाहिँ। अनि त्यही भएर टक्क गत्तामा टमाटर प्याक गर्दै एक गर्दै खाप्चो पनि देखाइदिनु पऱ्यो भनेर टक्क राखिदिएको। अब खाप्चो देखाउनै मिलिरहेको थिएन। अब फर्काएर टक्क देखाएको, देखेँ वा जिब्रो निकालिदिएर आएको टक्क है। मस्तसँग एउटा दुइटा गर्दै मस्तसँग छानिरहेको थिएँ। अनि छानिसकेँ। यहाँ त्यति मात्र नभएर किरानाको सम्पूर्ण सामान पनि पाइन्छ। मैले टक्क देखाइरहेको थिएँ। मलाई लास्टै झ्याउ लगाएर आएको थियो, जा सुत्दिएको। अनि यसो फर्लाक फुर्लो गर्न माथि बाहिर आँखा लगाएर हेरेको त सिसी क्यामेरा रहेछ। अनि हट बन्द गरिदियो। म चाहिँ अहिले छु सल्यानको शारदा नदी, शारदा खोलामा। यहाँ चाहिँ हजुरहरूले देख्दै नदेखेको चिज, यदि देखेर पनि नदेखेकै जस्तो गरेको चिज देखाउन गइरहेको छु। यो चाहिँ सल्यानका जाग्दा युवाले गरेको प्रोजेक्ट हो। यो प्रोजेक्टको सुरुवात यही शारदा खोलामा गरिएको थियो। शारदा खोलामा एकदमै सफल भइसकेपछि लगायत पत्रकारहरू भोजराज थापा, मैले थाहा पाएसम्म भोजराज थापा आएर पनि चढेर पनि परीक्षण गरेर जानुभएको थियो। एकदमै सफल भएको थियो। अहिले चाहिँ के भएर बन्द भएको छ, म हजुरहरूलाई त्यो प्रोजेक्ट पनि देखाउँछु। प्रोजेक्ट चाहिँ यही रहेको छ। यो चाहिँ पानीढुङ्गा हो, विजय राणाले बनाएको। अनि यसको टराली चाहिँ लाइक के भन्छ, ढुङ्गाको यसको अगाडिको चुच्चो चाहिँ यो हो। अनि इन्जिन चाहिँ यो रहेको छ। अनि यसको परीक्षण चाहिँ यहीँ गरिएको थियो। भोजराज थापा आएर एकदमै मनोरञ्जन गरेर एकदमै त्यसको सफल गरेर जानुभएको थियो। अहिले चाहिँ त्यो खडेली लागिरहेको छ। त्यही हो, धनी मान्छेले केही प्रोजेक्टहरू केही गऱ्यो भने वाह हुन्छ, सबैले हात बटाउँछन् अनि सबैले सफल पारिदिन्छन्। अनि गरिब मान्छेले केही प्रोजेक्टमा कसैमा काम गरेपछि 1-2 दिन देखावटी वाह गरिदिन्छन् अनि त्यसपछि छोडिदिन्छन्। साथ दिनु नै छ भने सफल हुने जेलसम्म दिनु के। 2 दिन देखाएर कसैको मनोरञ्जन बढ्दैन, कसैको आत्मबल बढ्दैन। त्यही हो, मैले चाहिँ प्राय सिचुएसनमा यस्तै कुराहरू देखिरहेको हुन्छु कि गरिब मान्छे हेर्नु न, कलाकारहरूदेखि लिएर लगायत भाइरल मान्छेहरू लगायत सबैलाई हेर्नु, तिनीहरूको जबसम्म नाम चल्छ, नाम बिग्छ, तबसम्म सबैले साथ दिइरहनु भएको हुन्छ। अब नाम चल्न छोडिसकेपछि तपाईँले छोडिदिनुहुन्छ। ठिक छ, फाइदा उठाउनुहोस्, के नै भन्नु छ र। मैले चाहिँ अहिले चाहिँ विजय साई भन्न पुगेछु। विजय राणा सल्यानका एकता जाग्दा युवा वैज्ञानिक बन्ने तिनको ठुलो रहर थियो। तिनले आफूले जानेका परीक्षणहरू धेरै गरे। हेलिकप्टर बनाउने कोसिस गरे, रबट बनाउने कोसिस गरे, बाँदर भगाउने बन्दुकको परीक्षण नै पहिले तिनले गरेका थिए। त्यो क्याल्सियम हो कि क्यालेरियम के भन्ने केमिकल हालेर अनि बुम पड्किनेवाला बन्ने परीक्षण तिनले गरेका थिए। लगायत यहाँ ढुङ्गा पनि बनाए। अनि अर्को कुन ठाउँमा गएर त्यहाँ चाहिँ एउटा ढुङ्गाभित्र नै रेस्टुरेन्ट जस्तो टाइपको खतरनाक प्रोजेक्ट पनि बनाइसकेका थिए। सबै चिज बनाए। अहिले चाहिँ तिनी आफ्नो सिपलाई अगाडि बढाउनको लागि कुन ठाउँमा गएको छन् त्यो त एक्ज्याक्ट मलाई थाहा भएन। तर तिनको वैज्ञानिक बन्ने सपना पुरा होस्, हाम्रो सल्यानको नाम रोशन होस्, मेरो चाहिँ यही नै शुभकामना छ। म चाहिँ कामको सिलसिलामा श्रीनगर झरेको छु। मेरो काम भइसकेको छ, अब अटो आउन बाँकी छ, अटोको वेटिङ गरिरहेको। थ्याङ्क यू सो मच फर वाचिङ। आजको लागि यति।